Everyday मलाई के respect है your अब यो mother. 2 दिन भयो कस्तो खुसी लाग्यो कि यो सामाजिक सञ्जालहरू हेर्दाखेरि के अब त्यहाँ है सबैले अब अस्ति मदर्स डे थियो नि त सबैले रेस्पेक्ट गरेको आफ्नो आमालाई है आफ्नो आमाको लागि 2 शब्द 2 लाइन लेखेको है कस्तो राम्रो लाग्यो त्यो शब्दहरू सुन्दाखेरि कस्तो मन छुने के साँच्चै है हाम्रो बुवा आमाले अब सानो हुँदा आफूलाई कति नखाइकन है हामीलाई खुवाउनुहुन्थ्यो नि त आफै भोकै पेट बसेर है कस्तो राम्रो राम्रो लाइन्सहरू लेख्नुभएको के साँच्चै कस्तो मन कटक्क छुने कि अनि त्यसपछि मलाई यस्तो लाग्यो कि अब हामीले अब मदर्स डे अब है दिन वर्षमा एकचोटि आउँछ है म चाहिँ के भन्छ भने मदर्स डे चाहिँ प्रत्येक दिन हामीले मनाउनुपर्छ है आफ्नो आमालाई रेस्पेक्ट गर्ने कुराहरू है अनि उहाँलाई प्रेम गर्ने आदर गर्ने अनि उहाँको वास्ता गर्ने काम चाहिँ हामीले प्रत्येक दिन गर्नुपर्छ कि अब जो जतिले फोटो हाल्नुभयो अनि जो जतिले लाइनहरू लेख्नुभयो नि उहाँहरूलाई म के भन्न चाहन्छु भने अब आफ्नो आमालाई है फोटोमा यसरी सामाजिक सञ्जालमा हालेर 2 शब्दहरू लेख्नुभएको जस्तै माया चाहिँ अब जिन्दगीभर जीवनभर गर्नुहोस् है किनभने सानोमा हामीले उहाँलाई वास्ता गर्नुभयो है उहाँले वास्ता गर्नुभयो हामीलाई कति हाम्रो खाँचोहरूको लागि उहाँले भोकै सुत्नुभयो अनि कति है एक दिन आराम गर्नु भएन अनि त्यस्तो समयबाट हामीलाई यो जीवन दिनुभयो नि त कति सुन्दर संसार देखाउनु भएको छ है हामी कति सुन्दर संसारहरू देखिरहेका छौँ है अब चाहिँ वास्ता गर्ने पालो चाहिँ हाम्रो हो कि उहाँहरूलाई अब वृद्ध अवस्थामा चाहिँ अब हामी भनिन्छ नि त मानिस 2 चोटि बच्चा हुन्छ अरे कि एकचोटि चाहिँ जवान सानोमै भयो त्यसपछि चाहिँ वृद्ध अवस्थामा पनि मान्छे बच्चा जस्तै हुन्छ अरे अब हामीले चाहिँ उहाँहरूको ख्याल गर्न आवश्यक छ क्या अब चाहिँ म सम्पूर्णलाई के भन्न चाहन्छु भने अस्ति मदर्स डेको दिनमा वास्ता गर्नुभएको जस्तै गरी हजुरहरूले अब आउने दिनहरू वास्ता गर्नुहोस् आफ्नो आमा बुवालाई माया अनि प्रेम गर्नुहोस् किनभने उहाँहरूलाई चाहिँ तपाईँहरूले सामानै किनेर दिनुपर्छ नि छैन कि तपाईँले राम्रो बोली वचन गर्ने है उहाँको दुःख सुखमा साथ दिने बिरामीहरूलाई वास्ता गर्नुभयो भने पनि पुग्छ कि अनि त्यही भएर यहाँ सबैलाई धन्यवाद राम्रो राम्रो लाइन लेख्नुभएको लागि फेसबुकमा माया गर्नुभएको जस्तै रियल जीवनमा पनि माया गर्नुहोस् है उहाँलाई आदर सम्मान माया अनि प्रेम सधैँ गर्नुहोस् उहाँहरू आदर सम्मान अनि मायाको एकदम भोको हुनुहुन्छ कि वृद्ध अवस्थामा आफ्नो छोराछोरीले वास्ता गरिदियोस् प्रेम गरोस् भने चाहिँ उहाँको सोच विचार हुन्छ है ल हाम्रो पनि पछि वृद्ध अवस्था पालो आउँछ त्यतिखेर पनि फेरि हामीले आफ्नो छोराछोरीले वचन लायो नराम्रो शब्द भने हाम्रो मन दुख्छ नि त त्यस्तै हामीले आफूलाई प्रेम गरे जस्तै आफ्नो आमा बुवालाई पनि प्रेम गरौँ रेस्पेक्ट गरौँ है धन्यवाद हजुरहरू सबैजनालाई